सेनपाईको नि आफ्नो कम्पनी हुँदैन। मेरा जिज्ञासा तपाईहरुका जिज्ञासा अब गोरुले दाई हुने भए किन बोको चाहियो भने पुरा हेरेर लाइक कमेन्ट र प्रतिक्रिया दिन चाहिँ नछोड्नु होला। नेपालमा देखेको सपना र यहाँ आएर भोग्दाखेरिको जापान पक्कै पनि फरक नै। म हेर्दाखेरि एकदमै हसिलो खुसी देखिने मान्छे। तपाईले जोड्न चाहनु भएको थियो कि सेनपाईहरु र स्युखाई चाहिँ जापानमा कस्तो छ भनेर। सेनपाईले चाहिँ केटीलाई भन्दा अरूलाई, केटी विद्यार्थीलाई भन्दा अरूलाई कामै लगाइदिन, सब केटाहरुले केटी मात्रै हेरेर काम लगाइदिन। अब जति पनि भाइ बहिनीहरु आउँदै हुनुहुन्छ भाषा चाहिँ अलिकता पढेर आउनु होला। नमस्ते सम्पूर्ण साथीहरुमा समयकालीन अभिवादन गर्न चाहन्छु। आज म तपाईहरु बीचमा अलिकति फरक खालको केही प्रश्नहरु लिएर जापानमा रहेको यो परिस्थिति र यहाँनिर भएका विभिन्न चुनौतीहरु लिएर म तपाईहरुको बीचमा उपस्थित भएको छु। एकजना यस्तो गेस्ट लिएर उपस्थित भएको छु। यहाँको हरेक कुराहरुको सवाल जवाफ खोज्ने कोसिस गर्नेछु। प्रिय दर्शकबिनहरु, म आज तपाईहरुको बीचमा यस्तो गेस्ट हुनुहुन्छ हामीसँग। उहाँसँग आज म केही सवाल जवाफ पक्कै नै गर्नेछु। जापानको स्थिति के छ म तपाईहरुलाई यो एउटा छोटो भिडियो दिएर र यहाँनिर मेरा जिज्ञासा तपाईहरुका जिज्ञासाहरु सबै कुराहरु मेटाउने गरी एउटा छोटो पोडकास्ट तयार पार्दैछु। तपाईहरु फेरि पनि भन्न चाहन्छु, सुरुमै पनि भन्न चाहन्छु, पुरा हेरेर लाइक कमेन्ट र प्रतिक्रिया दिन चाहिँ नछोड्नु होला। म तपाईहरु बीचमा ढिला नगरिकन हाम्रो साथमा आज हुनुहुन्छ यहाँ जापानमा आएको केही वर्ष अनि हामी जस्तै विद्यार्थी हुनुहुन्छ, उहाँको संघर्ष अनि जापानको स्थिति के रहेछ यो विषयमा छोटो बुझ्ने कोसिस गर्छु। र हाम्रो बीचमा हुनुहुन्छ हाम्रो रञ्जित सर। हाम्रो रञ्जित सर हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु। रञ्जित सर स्वागत छ। धन्यवाद। नमस्ते सबैजनामा। आज म तपाईलाई यहाँनिर मैले तपाईलाई लामो समयदेखि कोसिस गरिरहेको थिएँ तपाईलाई यहाँ ल्याउन, ताकि जापानको स्थिति के छ, विद्यार्थी जीवन के छ भन्ने विषय थियो। र तपाईलाई मैले पहिले नै सर्वप्रथम त सोधिहाल्छु, सर जापानको स्थिति बसाइ कस्तो चलिरहेछ? जापानको स्थिति बसाइ भन्नुपर्दा सहज पनि छैन, अब गाह्रो पनि छैन भन्दा सहज नभएपछि पक्कै गाह्रो पनि हुन्छ, गाह्रो नभएपछि सहज त पक्कै पनि हुन्छ। तैपनि समग्र रूपमा भन्नुपर्दा ठिकठाकै चलिरहेछ। ठिकठाकै चलिरहेछ। सेनमन लगभग अब तयारी अवस्था हुनुहुन्छ। निहोङ्गो गाको लगभग अन्तिम चरणमा छ। यहाँसम्म आइसक्दाखेरि के छ, दुःख पीडा यात्रा चिप्लो खस्रो कसरी बित्यो बताइदिनुस्। पक्कै पनि यो सबैले नै भोगिरहेको कुरा जस्तो लाग्छ। जो चाहिँ स्टुडेन्ट लाइफमा चाहिँ जापान आउनु भएको छ, नेपालबाट चाहिँ कति ठुलो सपना बोकेर त्यति धेरै पैसा लगानी गरेर यहाँ आउँदाखेरि जुन नेपालमा देखेको सपना र यहाँ आएर भोग्दाखेरिको जापान पक्कै पनि फरक नै छ। पक्कै पनि, किनभने हामी ठुलो लागत लगाएर जापान आएका छौँ। हामी नेपाली युवा वर्ग त लगभग टोटल्ली जापानमा नै छौँ भन्ने मलाई यता कता हिँडिरहँदाखेरि फिल हुन्छ। र यहाँनिर धेरै चुनौतीहरू पनि छन्। र तपाईँले अहिले त लगभग सेनमनको खोजी लगभग सबै गरिसक्नु भएको छ। अनि म भर्खरै आएको एउटा फेरि मेरो एउटा आफ्नै कुरा जोड्न चाहन्छु। म आएको 1 महिना पुरा भएको छ। जापानको बसाइ जापानमा बसेको फिल भएको छैन। किन भएको छैन भन्दाखेरि उहाँहरू जस्ता एकदम मनकारी अनि मिलनसार व्यक्तिहरू भेटिनु भएको छ, जहाँनिर कुनै एउटा कुनामा एक्लो महसुस गरेर बस्नुपर्ने फडेन्द्रसँग त्यो स्थिति कहिले पनि रहेन। सायदै जीवनमा धेरै यात्राहरू गरियो, नराम्रो साथी कहिले पनि पाएको छैन। आयो आउने दिनमा पनि मैले पाउँदिनँ होला। र मैले फेरि पनि भन्न चाहन्छु, जापानमा काम पाउन स्थिति कस्तो छ? सर्वप्रथम त तपाईँले यति धेरै तारिफ गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। होइन, यथार्थ त मैले बोल्नै पर्छ होला सर। त्यति धेरै त केही गर्न सकेको छैन होला, तैपनि यति धेरै सम्झिदिनु भएकोमा, यति धेरै तारिफ गरिदिनु भएकोमा तपाईँलाई मनैदेखि धन्यवाद। धन्यवाद। मैले भनेको थिएँ तपाईँलाई के छ जापानमा काम पाउने स्थिति के छ, विद्यार्थीहरूको जिन्दगी कस्तो चलिरहेछ सर? तपाईँको मैले भोगे अनुसार र मैले बुझे अनुसार जापानमा विद्यार्थीको लाइफ चाहिँ त्यति धेरै सहज नहोला, पक्कै पनि होला। अब त्यो 100 मा
एक दुईजना होला कता काहीँ सहज होला, तर सबैको सहज हुन्न। कामको स्थिति भन्नुपर्दा चाहिँ कस्तो छ भन्दा तपाईँको अलिकति आफूसँग नलेज हुनु पर्यो, कामको ज्ञान हुनु पर्यो। अब स्योखाइ नै सबै कुरा मात्र हो भन्ने चाहिँ मलाई लाग्दैन। आफूसँग नलेज हुनु पर्यो, आफूसँग थोरै भाषा, अब उनीहरूले भनेको थोरै बुझेर गर्न सक्ने भयो भने चाहिँ कामको चाहिँ अपर्च्युनिटी छन चाहिँ। तर मेन चाहिँ भाषा नै हो मेन चाहिँ, किनकि अरूको काम गर्न परेपछि उनीहरूले भनेकै बुझेन भने त हामी पनि एउटा माथि सिनियर भएर तल अरू कसैले काम लाउँदा भनेको बुझेन एउटै कुरा 3-4 चोटि भनिरहनु पर्दाखेरि त त्यो एक त टाइम पनि अलिकति बर्बाद हुन्छ हैन। त्यो टाइमलाई पनि ख्याल गर्दै काम गर्नुपर्ने हुँदाखेरि पक्कै पनि र म यहाँ फेरि एउटा आफ्नै रमाइलो कुरा जोड्न खोजेँ, आफ्नै एकदम रमाइलो कुरा जोड्न सक्छु। म हेर्दाखेरि एकदमै हँसिलो खुसी देखिने मान्छे, ताकि ठिकै पढे लेखेको मान्छे तर अहिले जापान आइसकेपछि यहाँनिर काहीँ के भन्छ अब इन्टरभ्यूहरू अब गर्दाखेरि अलिकति पढे लेखेको अनपढ जस्तो फिल भइरहेछ। सायद यो सबैलाई नै यो स्थिति हुनसक्छ। यो कुरा नट अ जोक्स, किनभने यो यथार्थ नै यस्तै भइरहेछ। मैले भएको र तपाईँहरूले पनि त्यो जिन्दगी त्यसरी नै पार गर्नुभयो होला पक्कै पनि। अनि कतिपय उसमा अब म यहाँनिर एउटा कुरो जोड्छु, सेन्पाईहरूको भूमिका अनि स्यौखाई, सेन्पाई प्लस स्यौखाईहरूको भूमिका के छ यहाँनिर? फर्स्ट अफ अल चाहिँ तपाईँले जुन पढेर पनि अनपढ जस्तो फिल गरिरहेछ भन्नुभयो, यो कुरामा थोरै जोड्न चाहिँ हामी पनि एउटा देशको लागि केही गरौँला, देशमै केही रोजगारीको सिर्जना गरौँला, देशलाई एउटा कुनै पनि वातावरणबाट चाहिँ आफूले नि केही दिम्ला भनेर चाहिँ पढियो, मेहनत गरियो। अब देशको अवस्था त्यस्तो भनौँ अथवा आफ्नो अवस्था त्यस्तो भनौँ, यो कुराहरूले अलिकता परदेश नै धकेल्न ट्राई गरेँ त्यति बेला। अहिले परदेशमै छु। अहिले चाहिँ सेन्पाईहरूको स्थिति भन्नुपर्दा चाहिँ सेन्पाईहरू र स्यौखाई चाहिँ जापानमा कस्तो छ भनेर, एक त स्यौखाई बिना काम पाउन अलिकता गाह्रो पनि छ, किनकि आफैसँग सबै त्यो नलेज हुन्न, भाषा यताउता भनेको। हामी कस्तो छौँ भन्दाखेरि हामीलाई एउटा राम्रो म्याप पनि हेर्न आउँदैन क्या। त्यो बाहेक हामी नेपालमा हुँदै कसरी आइरहेको हुन्छ भन्दा कसैले चाहिँ कुनै काम गर्दाखेरि लास्टमा यसले मैले गर्नुपर्ने साइन पनि यसैले गरेर सकाइदिए हुन्थ्यो भन्ने हामी त्यो सोचेको हुन्छौँ। हामी त्यही वातावरणमा हुर्किएर हुन्छौँ। त्यही भएर यहाँ चाहिँ यहाँ आएर नि त्यही गर्छौँ। जबसम्म आफूले गरिन्न तबसम्म त केही पनि हुन्न। सेन्पाईले भनेको एउटा कम्पनी देखाइदिने हो, ल यहाँ तगर भनेर लगेर सिधै हात समातेर काम गराउने त पक्कै पनि सेन्पाईले त होइन। सेन्पाईको नि आफ्नो कम्पनी हुँदैन। कुनै कुनै कम्पनीहरूलाई चाहिँ मान्छे चाहिएको छ भने लगेर बल्ल सेन्पाईले लगेर हालिदिने हो। त्यो अवस्थामा चाहिँ अब सेन्पाई र स्यौखाई इम्पोर्टेन्ट छ, तर त्यो आफूमा पनि केही कुरा चाहिँ हुनुपर्छ। र अनि यहाँनिर एउटा म धेरैको जिज्ञासा यो छ कि एउटा एकदमै महत्त्वपूर्ण, जहाँनिर केटा सेन्पाईले चाहिँ केटीलाई भन्दा अरूलाई, केटी विद्यार्थीलाई भन्दा अरूलाई कामै लगाइदिन, सब केटाहरूले केटी मात्रै हेरेर काम लगाइदिन, यसमा चाहिँ के भन्न चाहनुहुन्छ? अब थोरै खण्डन गर्न चाहे, किनकि म पनि अब अलिकति अगाडि आएर सेन्पाई नै भए होला। तर जुन केटा र केटीको विभेद मबाट भएको छैन, अब अरूबाट होला नहोला त्यो आफ्नो ठाउँमा छ। अब यो त्यो मान्छेले त्यो मात्रै सोच्नुभन्दा पनि कुनै केसमा चाहिँ कस्तो मान्छे चाहिएको हुन्छ भन्दा, अब ल सेन्पाईलाई त केटाले पनि भने होला, केटीले पनि भने होला। अब कुनै केसमा चाहिँ कम्पनीमा केटा मात्रै चाहिने केस पनि हुन्छ, केटी मात्रै चाहिने केस पनि हुन्छ। अब त्यति बेला केटी चाहिन्छ भन्दै केटा लगेर त पक्कै पनि हाल्दैन। अब गोरुले दाई हुने भए किन बोको चाहियो भनेको जस्तो, बोकोले दाई हुने भए किन गोरु चाहियो, त्यो पनि एउटा नेपाली उखान छ होइन। पक्कै पनि यहाँ पनि त्यस्तै नै हो। अब आफूलाई चाहिएको कुरा गरेको कुरा अब अरूले कसैले चाहिँ गरिदिँदैन भने पक्कै पनि नराम्रो त लाग्छ। तैपनि वास्तविकता बुझेर चाहिँ गर्दाखेरि अलि राम्रो हो जस्तो लाग्छ। सेन्पाईलाई मात्र कमजोरी देखाउनु भन्दा पनि होला, सेन्पाईहरूमा नि कमजोरी होला, कुनै केसहरूमा नहुने छैन भन्न त सकिन्न।
तैपनि सबैलाई एउटै तुलामा हाल्नु एकदमै गलत छ। यो पक्कै पनि म पनि भन्न चाहन्छु, सबैले एउटै तुलामा हाल्नु गलत रहेछ। हामीले नेपालबाट देख्छ, अनि यहाँ आएको यी विद्यार्थी साथीहरूबाट हेर्छु कतिपयले सेन्पाईलाई नै गाली गरेको जस्तो देख्छु, तर त्यो एकदमै गलत छ। त्यो चाहिँ एकदमै गलत हो र आफ्नो सङ्घर्ष आफूले गर्नुपर्छ होइन? आफ्नो सङ्घर्ष आफैले गर्नु चाहिँ सक्नुपर्छ। पहिलो प्रायोरिटी आफैमा निर्भर हुन सक्नुपर्छ। पछाडि नसकेको खण्डमा तपाईँलाई हेल्प गर्ने त अब धेरै नै छन् होइन? त्यो पक्कै पनि म तपाईँलाई फेरि पनि भन्न चाहन्छु, आजको पोडकास्ट यस्तो थियो। यो विषयमा हामीले केही प्रश्नहरू उठाएथ्यौँ, त्यो पनि उत्तर खोज्ने कोसिस गऱ्यौँ। तपाईँहरूलाई के कस्तो लाग्छ हेरेर लाइक, कमेन्ट र सब्सक्राइब गर्न नछोड्नु होला। तपाईँहरू जस्तो प्रतिक्रिया दिनुहुन्छ, तपाईँहरूले चाहनुभयो भने फेरि पनि हामी अर्को भिडियो बनाउँछौँ। म भन्छु लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोस्, प्रतिक्रिया दिनुहोस्। तपाईँ के भन्न चाहनुहुन्छ? अब जति पनि भाइ बहिनीहरू आउँदै हुनुहुन्छ, भाषा चाहिँ अलिकति पढेर आउनु होला र थोरै केही अनुभव सेयर गर्ने अवसर दिनुभएकोमा धन्यवाद। पक्कै पनि।